काठमाडौँको तारकेश्वर नगरपालिका 6 लोलाङ पैउटारमा भएको एक दुःखद घटनाले यतिबेला देशभर चर्चा पाएको छ। नेपाली सेनामा कार्यरत 42 वर्षीय ईश्वरी भुजेलको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले उनका श्रीमान नेपाली ब्रो भनेर चिनिने कुमार थापा सहित 4 जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार घरायसी विवादका क्रममा कुमार थापाले ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए। गम्भीर घाइते भएकी भुजेललाई तत्काल उपचारका लागि त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो, तर चिकित्सकहरूको निरन्तर प्रयासका बावजुद उनको ज्यान जोगाउन नसकिएको बताइएको थियो। घटनापछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाउँदै जाहेरीमा उल्लेख गरिएका अन्य 3 जनालाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा विक्रम थापा मगर, पूजन थापा छेत्री र प्रतीक्षा आचार्य रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसार 4 जनालाई अदालतबाट 5 दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। नेपाली ब्रो नामले सामाजिक सञ्जालमा परिचित कुमार थापाले आफूलाई प्रो रेस्लरको रूपमा चिनाउँदै आएका थिए, तर अहिले उनी आफ्नै श्रीमतीको मृत्यु प्रकरणमा मुख्य आरोपीका रूपमा अनुसन्धानको घेरामा परेका छन्। घटनापछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया देखिएको छ। धेरैले ईश्वरी भुजेलका लागि न्यायको माग गरेका छन् भने दोषी ठहर हुने जो कोहीलाई कानुनअनुसार कडा कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ। यस घटनाको वास्तविक सत्य के हो र अनुसन्धानबाट थप के तथ्य बाहिर आउँछ भन्ने विषयमा सर्वसाधारणको चासो बढेको छ।